हेलो एभ्रिवान, जय हिन्द, जय गोर्खा, बम बम भोले। आज चाहिँ अब 15 अगस्त है। 15 अगस्तको दिनमा चाहिँ आजको दिनमा चाहिँ यहाँनिर अब आफ्नो हाम्रो है सदियों पुराना एउटा माग है, सरकारलाई अब एउटा जो संविधानको अनुसार चाहिँ हाम्रो जुन माग थियो है, त्यही मागको लागि चाहिँ अब आज चाहिँ यहाँनिर 15 अगस्त को दिनमा चाहिँ यहाँ बालासनमा सबैजना भेटौँ भनेको थिएँ नि त है, नेतृत्व गर्नेहरूले होइन। तर अहिले अब म चाहिँ यहाँनिर अब आइपुगेँ हो। यहाँनिर चाहिँ अहिलेसम्म मैले कोही देख्नु चाहिँ देखिनँ हो। सायद म छिटो आइपुगेँ होला, पता नै हो। तपाईँहरूलाई पनि म देखाउँछु है अलिकति, ल हल्का पाराले। टाइम भएको छैन होला सायद कि। अन्त हेर्नु बालासन, जय श्रीराम, ओम मनपद्मे होम। हेर्नुहोस् लु, यहाँ तिरङ्गा हेर्नुहोस् मेरो, यता तिरङ्गा हेर्नुहोस्, यता हेर्नुहोस्। अन्त बालासन ब्रिज चाहिँ फेरि ब्याक साइडमा हेर्नु ल, यो ब्याक साइड बालासन ब्रिज, नयाँ ब्रिज हो। अन्त सबजना तिरङ्गा लिएर चाहिँ एकदम तिरङ्गा रेली हो। सबजना बढिया छ तिरङ्गा लिएर हिँड्दै हो। अन्त म पनि अब तिरङ्गै लिएर आएको हो। अन्त हाम्रो अब सबै गोर्खा दाजुभाइ दिदीबहिनीहरूको लागि चाहिँ अब सानो एउटा होइन है भन्दाखेरि चाहिँ हस्ट भन्ने एउटा हुनुपर्छ क्या अरे। गोर्खामा चाहिँ यति चाहिँ अलिकति दम हुनुपर्छ हो। बाँकी आस्ते आस्ते गर्दै सबै कुरो संविधानको अनुसार सबै पाइहाल्छ है, त्यस्तो टेन्सन लिनु पर्दैन। तर अलिकति अब आफ्नो अधिकार चाहिँ, मौलिक अधिकार चाहिँ नमागिकन चाहिँ पाउँदैन है। यो चाहिँ याद राख्नुहोस् है। कति कुराहरू चाहिँ नमागिकन नभनिकन चाहिँ पाउँदैन है। ल आजको दिनमा चाहिँ अब यहाँनिर रेली हुँदैछ बालासनमा है। सायद 11 बजीको टाइम होला। अब मैले 10, साढे 10, सवा 10 त भयो मेरो है। हेरौँ के हुन्छ है। ज्यादा देर पनि मेरो पनि टाइम छैन। मेरो पनि अब आज हार्दिक श्रद्धाञ्जली दिने मेरो अब आज दिन हो। किनभनेदेखि जो देशको लागि आन बान शानको लागि जसले आफ्नो जान गवाए होइन, जसले देशको शहादतमा आफ्नो प्राण गवाए, उहाँहरूलाई आज श्रद्धाञ्जली म एउटा इन्डियन गोर्खा भेटरन भएको कारणले गर्दा मेरो कर्तव्य बनिन्छ कि जो पनि देशको वीर जवान शहीद भए उहाँहरूलाई एकताल हार्दिक श्रद्धाञ्जली दिने है। त तपाईँहरू पनि आफ्नो गाउँ समाजमा, आफ्नो जग्गामा जहाँ पनि हुनुहुन्छ, एकपल्ट चाहिँ जो वीर शहीदहरूलाई चाहिँ एकपल्ट श्रद्धाञ्जली दिनुहोस् है। अनि तपाईँको गाउँ छेउछाउमा जो पनि भेटरन्सहरू हुनुहुन्छ होइन, इन्डियन आर्मीको रिटायरमेन्टहरू हुनुहुन्छ या फेरि अलिकति एज भइसकेको हुनुहुन्छ, उहाँहरूलाई सम्मान दिनुहोस्। उहाँहरूको कारणले गर्दाखेरि आज तपाईँहरू सुरक्षित हुनुहुन्छ। यो कुरा चाहिँ बुझ्नुपर्छ पब्लिकले है। जो पनि रिटायर भएर आउनुभएको छ उहाँहरूको सम्मान गर्नुहोस्। जो बुढो भइसके बिचराहरू भेटरन्सहरू, उहाँहरूलाई पनि सम्मान दिनुहोस्। अलिकति हर्षले उनीहरूको पनि सिना चौडा हुन्छ, ताकि हामीलाई पनि आफ्नो गाउँ समाजले यति हामीलाई सराहना गर्यो, हामीलाई यति सम्मान दियो भन्ने हुन्छ हो। अन्त अब गाउँ समाजले नै नपुछे नसोधे, त्यो त जसले पनि मनमानी गर्छ क्या त्यस्तो मान्छेहरूमा चाहिँ हो। त्यही कारण मनमानी गर्नु दिनु हुँदैन। जस्तै पनि भेटरन्स भन्ने, आर्मी भन्ने चाहिँ देशको हिरो हो। ओरिजिनल हिरो चाहिँ सबभन्दा पहिला चाहिँ इन्डियन आर्मी हो। तपाईँ होइन, सबभन्दा पहिला चाहिँ तपाईँ होइन हिरो को हो, इन्डियन आर्मी चाहिँ सबभन्दा पहिला हिरो है। र सम्मान गर्नुहोस्, सम्मान पाउनुहोस्। जिन्दगीको यही छ रीत एउटा है। ल अब चाहिँ म चाहिँ अब यहाँबाट चाहिँ हल्का पाराले एकछिन अब म बसेर चाहिँ यहाँबाट फेरि म श्रद्धाञ्जलीको लागि जान्छु है। यो चाहिँ बालासनमा तिरङ्गा हेर्नु चाहिँ बढी फर्स्ट क्लास। चलो, जय हिन्द, जय गोर्खा, बम बम।